स्वयं माओवादी जनयुद्धमा हिँडेको थिएँ, बरु मलाई मारेको भए पनि हुन्थ्यो, म चाहिँ त्यो बेला शहीद हुन तयार थिएँ होइन। आज जिउँदै मर्नु परेको अवस्था छ। मलाई लागिरहेको छ कि मेरो कारणले गर्दा मेरो भाइले त्यस्तो शास्ति पायो। सायद म पार्टीमा नहिँडेको थियो भने मेरो एउटा निर्दोष भाइ दोषी भएर आज चाहिँ घर परिवारबाट टाढा भएर त्यो जेलको चिसो छेडीमा हरेक दुःख पीडाहरू सहेर बस्नु पर्ने थिएन होला भनेर मलाई आज पनि एकदमै नराम्रो लाग्यो। अब मैले राजनीतिक रूपमा धेरै कोसिस गरेँ। अब चाहिँ हाम्रै चाहिँ नेता हाम्रै अध्यक्ष कमरेड प्रचण्ड पनि प्रधानमन्त्री बन्नुभयो होइन, र विभिन्न गठबन्धनको सरकारहरू पनि भयो। अब केपी ओलीलाई पनि गर भनियो, यता प्रचण्ड कमरेडलाई पनि भनियो, शेरर देवा प्रधानमन्त्री हुँदा त्यहाँ पनि गर भनियो। तर उहाँहरूको कुरा के छ भने अब जबरजस्तीकरणीको मुद्दा लागिसके पछाडि त्यस्तै हो। अब एनजिओ आइएनजिओ हरेकले चाहिँ दोषी नै हो भन्छन्, त्यसो गर्छन्, त्यही भएर हामीले राजनीतिक फैसला केही पनि गर्न सकिँदैन भनेर उहाँहरूले त्यसरी टार्दै पठाउनु भयो। अहिलेसम्म पनि केही पनि हुन सकेको छैन। हामीलाई चाहिँ के लागेको त भन्दा यसरी निर्दोष मान्छेहरू फस्दाखेरि मेरो भाइ मात्रै होइन कतिजना फसेका होलान्। त्यही भएको कारणले गर्दाखेरि न्याय निरूपण गर्ने कुरामा चाहिँ अलिकति अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएर मात्रै न्याय निरूपण गर्नुपर्छ राज्यले, नत्र भने यस्ता धेरै चाहिँ निर्दोष युवाहरू चाहिँ जेलमा बस्न विवश हुने रहेछन् र उनीहरूलाई चाहिँ एउटा म यो नेपालको नागरिक हुँ भन्ने कुराको चाहिँ एउटा गर्व अनुभूति पनि नहुने रहेछ। किनभने राज्यले नै त्यो खालको चाहिँ कदम ल्याएपछि एउटा निर्दोष मान्छेलाई दोषी बनाएर जबरजस्ती रूपमा राखिसके पछाडि उनीहरूले के सोच्छन् होला, उनीहरूको परिवारले के सोच्छन् होला भनेर चाहिँ राज्यले चाहिँ अब हेर्नुपर्ने हो। म चाहिँ आज एउटा अलिकति दर्दनाक घटना होइन, युद्धकालीन घटनाको विषयमा चाहिँ कुरा राख्न गइरहेको छु। यहाँहरू सबैले सुनेर प्रतिक्रिया दिनुहोला भन्ने आग्रह र अनुरोध पनि गर्न चाहन्छु। म चाहिँ उमिता विश्वकर्मा, मेरो घर चाहिँ यहाँ बराज क्षेत्र 5 पहिलाको चाहिँ भरौल 5 हो र म चाहिँ द्वन्द्वकालीन विषयको केही कुराहरू यहाँहरूको बिचमा राख्न गइरहेको छु। अघि पनि भने खास गरिकन म चाहिँ सानैमा जे 2055 सालमा सानो उमेरमा अब यहाँ हाम्रो कालाबन्जारको जडे जमावी स्कुलमा पढिराखेको थिएँ होइन। त्यो बेला चाहिँ 55 सालको कुरा हो। हाम्रो घरमा चाहिँ आगलागी भयो। आगलागी भइसके पछाडि अब हामीलाई चाहिँ हाम्रो चाहिँ अब बुवा आमा सबै एमालेमा आबद्ध हुनुहुन्थ्यो। त्यो बेलामा चाहिँ जुन ढङ्गले अब साथीहरूले साथ सहयोग गर्नुपर्ने हो त्यो हुन सकेन। नभएपछि त्यो बेला चाहिँ माओवादी साथीहरू आउनुभयो, आएर चाहिँ उहाँहरूले अलिक साथ सहयोग गर्नुभयो, हामीलाई सान्त्वना दिनुभयो। त्यस पछाडि अलिकति हाम्रो झुकाव त्यतातिर रह्यो। अनि अब गरिबी हाम्रो चाहिँ एकदम चरम आर्थिक अवस्था चाहिँ अब अर्काको खेती गर्ने, बर्खाभरि खेती गरो अनि मङ्सिरमा चाहिँ उहाँहरूलाई धान बुझाएर हामी रित्तै आउनुपर्ने र चाहिँ हामीलाई एकदमै कष्टकर जीवन चाहिँ हामीले बिताइरहेका थियौँ। अनि म चाहिँ जेठो सन्तान अनि म अब जनयुद्धमा चाहिँ सहभागी हुनको लागि त्यतिखेर इच्छुक किन भए। अब म 14 वर्षको थिएँ होइन। मलाई चाहिँ अब आर्थिक अवस्था कमजोर पनि, पढ्न पनि एकदमै गाह्रो थियो। घरमा अब के खाउँ के लाउँ भन्ने अवस्था थियो। अनि अब माओवादीले उठाएको चाहिँ वर्गीय विभेद अन्त्य हुन्छ, जातीय विभेद अन्त्य हुन्छ भन्ने थियो। अब हामीलाई जातीय विभेद पनि त्यस्तै थियो। हामी इनारमा पानी भर्न जाँदाखेरि घन्टौं लाइन बस्नु पर्थ्यो। सायद त्यही कारणले पनि म माओवादीतिर आकर्षित भएर म 55 सालदेखिको संगठित भएर म 57 सालमा चाहिँ एसएलसी पनि नदिकन एसएलसी बहिष्कार गरेर पार्टीमा चाहिँ होल टाइमर कार्यकर्ताको रूपमा चाहिँ सरिक भएँ। त्यस पछाडि म अब विभिन्न ठाउँहरूमा सांगठनिक गतिविधिमा संलग्न थिएँ, म काम गरिराखेको थिएँ। र त्यही बीचमा चाहिँ 2061 मङ्सिरको घटना हो होइन। मलाई खोज्दै चाहिँ मेरो घरमा चाहिँ त्यतिखेरका चाहिँ अब साई सेनाहरू आए। आउने क्रममा चाहिँ मेरो भाइलाई उठाएर लगे। जतिखेर मेरो भाइ चाहिँ 14 वर्षको मात्रै थियो। त त्यो भाइलाई उठाएर लगिसके पछाडि उनीहरूले 3-4 दिनसम्म त परिवारलाई खबरै गरेनन्, झुक्क्याएर लगे उनीहरूले। त्यस पछाडि चाहिँ अनि पछि परिवारले खोज्दै जाँदाखेरि हामीले अब जिल्ला प्रहरी कार्यालयमा मेरो परिवारले भेट्नुभयो, आमा बुवाले होइन। त्यतिखेर चाहिँ उसलाई चाहिँ जबरजस्ती करणीको मुद्दा लगाएको रहेछ। अनि हामी पनि सबै छक्क पर्यौं। घरबाट काहीँ नगएको 8 क्लासमा पढिराखेको मान्छे कसरी उसलाई त्यस्तो केस लाग्यो भनेर गाउँ घर परिवार सबैजना अचम्ममा पर्यौं। अनि त्यो घटना चाहिँ के भएको रहेछ भनेदेखि 2061 सालको मङ्सिर कति गते समथिङ होइन,
त्यहाँ इनरुवाको बला भन्ने ठाउँमा एउटा भट्टराई परिवार, मैले नाम चाहिँ भन्न चाहिन, एउटा भट्टराई परिवार त्यसमा पनि तपाईको चाहिँ एकदम गरिब, अब चाहिँ खेतको बिचमा अरूको खेतीहरू गरेर सानो झुपडी बनाएर बस्नु भएको रहेछ। तर त्यहाँनेर चाहिँ अब सुरक्षा कर्मीहरू त्यो बेला चाहिँ गस्ती टोलीको रूपमा त्यहाँ आइसके पछाडि उनीहरूले चाहिँ अब सर्चहरू गर्ने क्रममा चाहिँ त्यो घरको छोरी 15-16 वर्षको छोरीलाई उनीहरूले उठाएर चाहिँ खेतमा लगेर उनीहरूले बलात्कार गरे र छोडिसके पछाडि उनीहरू हिँडेपछि भोलिपल्ट उनीहरूको परिवारहरू, त्यो भट्टराई परिवारहरू हार गुहार गर्दै इनरुवा जिप्रकामा गए। जाने क्रममा उनीहरूले भने हतियार पनि बोकेको थियो, अब सेना पुलिसकै लुगाहरू पनि लगाएको थियो। यसरी हाम्रो छोरीलाई उठाएर लगे, हामीलाई चाहिँ ढोका बन्द गरेर छोडे र चाहिँ छोरीलाई चाहिँ एकदमै बेहोस अवस्थामा हामीले बिहान भेट्यौं, उसको चाहिँ बलात्कार भएको रहेछ भनेर चाहिँ अब त्यो उहाँहरूले भन्नुभयो। तर चाहिँ अब प्रहरी प्रशासनले त्यस्तो हुन सक्दैन, होइन माओवादीहरूले नै त्यस्तो लुगा लगाएर आए होलान् भने उनीहरूलाई हप्की गरे र चाहिँ अब त्यसको 2-3 दिनमा यहाँ मेरो भाइ सुरज बराइली, त्यस पछाडि माओवादी साथीहरूले नै सेल्टर लिने यहाँ धनदेव दर्नाल भन्थे, उनको छोरा चाहिँ अर्जुन विश्वकर्मा र चाहिँ शंकर शिवा जो चाहिँ मधेसा निवासी, अहिले इनरुवा पर्छ, होइन उहाँ पनि घरमै बसिरहेको, उहाँको भाइ पनि शहीद भएको माओवादी जनयुद्धमै। अनि घर परिवारले चाहिँ अब कहीँ पनि हिँड्न नदिने। अब त्यो दाई शंकर शिवा अनि मेरो भाइ अर्जुन विश्वकर्माको बीचमा चाहिँ चिन्जानै थिएन, होइन अब अर्जुन र सुरत त यही गाउँको भएकोले चिन्जान थियो, तर शंकर शिवासँग चिन्जान भेटघाट कहिले पनि थिएन। तर पनि उनीहरूलाई एउटै मुद्दा लगाइएको रहेछ, शंकर शिवालाई पनि ल्याएको, यता अर्जुनलाई सुरतलाई गरेर चाहिँ एउटै मुद्दा, जबरजस्तीकरणीको मुद्दा लगाएको रहेछ। अनि त्यसमा चाहिँ अब हामीले सबैतिर हार गुहार हाम्रो परिवारले गरेपछि मानव अधिकारवादीहरू पनि आए, सबैले गरेर अब निशुल्क रूपमा हाम्रो यहाँ गाउँले नै हुनुहुन्छ बुद्धि कटवाल, उहाँले चाहिँ मुद्दा चाहिँ लडिदिनु भयो, होइन निशुल्क, उहाँ वकिल हो, उहाँले चाहिँ इनरुवामा हाम्रो जिल्ला स्तरको चाहिँ मुद्दा उहाँले हाम्रै पक्षमा फैसला गराउन सफल हुनुभयो। र त्यसमा चाहिँ अब भाइलाई उता विराटनगरको जेलमा राखिरहेको थियो। अनि फेरि हाम्रो पुनरावेदन केस चल्यो, पुनरावेदनमा पनि हाम्रै पक्षमा फैसला भयो, जहाँ चाहिँ हेमराज पन्तले पनि निशुल्क रूपमा वकालत गरिदिनु भयो र हाम्रो पक्षमा फैसला भयो। अनि मेरो भाइ चाहिँ अब 9 महिना बसेर चाहिँ विराटनगर जेलबाट छुट्यो, मेरो भाइ सुरज बराइली अनि अर्जुन विश्वकर्मा भाइ यहाँ गाउँको भाइ, त्यस पछाडि हाम्रो शहीद परिवारको शंकर शिवा दाई पनि छुट्नुभयो। अनि छुटिसके पछाडि अब हामी त ढुक्क भयौं, अब केही हुँदैन होला, आखिर निर्दोष मान्छेहरू छुटे। अब त्यतिकै माओवादी जनयुद्धमा परिवार हिँडेकै कारणले एउटा पूर्वाग्रही ढंगले चाहिँ अब सुरक्षा कर्मीहरूले त आरोपमा फसाएको मात्रै हो, आफैले घटना घटाएर अनि माओवादीका आरोपमा गिरफ्तार गरिएका चाहिँ व्यक्तिहरूलाई, एउटा साधारण व्यक्तिहरूलाई फसाइएको मात्रै हो। त्यही भएको कारणले गर्दा पनि अब हाम्रो पक्षमा फैसला भयो भनेर हामी ढुक्क भयौं। तर अब के भन्यो, दुःखको कुरा, होइन अनि शान्ति प्रक्रियामा चाहिँ हामी आइसकेका थियौं। अब 65 सालमा फेरि पत्र आयो, त्यो बेला चाहिँ अब हाम्रो सरकार पनि थियो, होइन माओवादी चाहिँ एउटा चाहिँ पहिलो दल पनि भएको थियो 64 सालको संविधान सभाबाट। त्यो भएर हामी बढी चाहिँ पार्टीसँग आशावादी भयौं र हामीले पार्टीका नेताहरूलाई त्यतिखेर अब सबैले जित्नु पनि भएको थियो संविधान सभाको चुनावमा। अनि हामी चाहिँ एकदमै अब ढुक्क भयौं र उहाँहरूलाई गएर हामीले भनिसके पछाडि ल हुन्छ हामी हेरिदिन्छौं, हामी वकिल लगाइदिन्छौं भन्नुभयो। अनि हामीसँग पैसा पनि थिएन, अब हाम्रो आर्थिक अवस्था पनि नाजुक, म पनि शान्ति प्रक्रियामा भर्खर आएको मान्छे, होइन मेरो पनि अब त्यस्तो धेरै वकिलहरूसँग चिन्जान पनि थिएन, त्यही पनि काठमाडौँमा, अब यहीँ भएको भए त अलिअलि चिन्जान थियो। त्यो भइसकेपछि पार्टीसँग हामी आशावादी भयौं। तर अफसोस के भयो भने 2067 सालमा अब त्यत्रो जिल्ला र पुनरावेदनमा हाम्रो पक्षमा फैसला भएको मुद्दा उल्टेर चाहिँ अनि हाम्रो चाहिँ अब भाइहरूलाई अहिले 10 वर्षको जेल सजाय भनेर भनिएको छ र त्यही अनुसार उनीहरूले चाहिँ जेल जीवन काटिरहेको अवस्था छ। अब हामीलाई के लाग्छ त भन्दाखेरि एउटा निर्दोष मान्छेलाई उठाएर लगेर मुद्दा लगाइयो, अनि मुद्दा लगाएर चाहिँ अब राज्य नै अब हाम्रो विपक्षमा भयो, होइन हामी निर्दोष मान्छेहरूलाई चाहिँ सर्वोच्च अदालतले फैसला गरेपछि सकियो भन्ने खालको भयो। पुनरावलोकन गरौँ न त भन्दाखेरि
पुनरावलोकन गर्ने कुरामा पनि अब पार्टीकै नेताहरूले पनि अब सुझाव दिनुभयो होइन। अब निर्दोष मान्छेहरू हुन्, अब द्वन्द्वकालीन मुद्दाहरूको चाहिँ एकमुष्ट रूपमा चाहिँ एउटा आयोग बनेर हुन्छ पछि केही त्यतिखेर छुटिहाल्छन्। अहिले साइड लगाउनु बरु तपाईहरुले पुनरावलोकन नगर्नु, पुनरावलोकन गर्दा अब पैसा पनि 1 लाख रुपियाँ जनै दिनु पर्यो, त्यसपछि कस्टडीमा पनि हालिहाल्नुपर्छ। अब भोलि केही भएर भएन अन्त गाह्रो हुन्छ भन्ने खालको कुरा भयो। हामीले पनि त्यही सोच्यौं, भरे भन्दा अब त्यस्तो नहुने रहेछ। फेरि पनि अब घरबाटै गिरफ्तार गरेर अब प्रहरी प्रशासनले लगेर अहिले झुम्का कारागारमा 3 जनालाई राखेको अवस्था छ हैन। एक त हाम्रो चाहिँ अब आर्थिक अवस्था पनि नाजुक, बुवा आमा पनि बुढेसकाल भइसक्नु भएको छ। अब यता अर्जुन विश्वकर्माको त अस्ति बिचरा बुवा बित्नुभयो, अब त्यो बिरामी बुवालाई हेर्न पनि आउन पाएन, एकैचोटि दागमती दिनको लागि मात्रै उनी आए हैन। त्यस्तो अवस्था छ। एउटा चाहिँ भनौं न पीडादायी अवस्था छ। घरको चाहिँ अब जेठो बाटो छोरो उसले चाहिँ यतिखेरको एउटा लक्का जमान उमेरमा कमाउनु जमाउनु पर्ने बेलामा अहिले निर्दोष मान्छे एउटा जबरजस्ती करणीको मुद्दामा ऊ फसिरहेको छ। उसको श्रीमती अब बच्चाहरू छ हैन, उनीहरुको अब पढाइ लेखाइको कुरा भयो, अनि चाहिँ अब केही रोजगारी छैन, केही छैन। अब उहाँहरूको अवस्था चाहिँ परिवारको 3जना परिवारको 3वटा परिवारको चाहिँ अवस्था एकदमै नाजुक छ। अहिले पीडादायी जिन्दगी चाहिँ उनीहरूले बिताइराख्नु परेको छ। अनि हाम्रो देशमा चाहिँ सर्वोच्च अदालतले फैसला गरेपछि चाहिँ सकियो भन्ने खालको जुन कानून बन्यो यसले चाहिँ हामीलाई धेरै चाहिँ नराम्रो असर पारेको छ। सर्वोच्च अदालतको चाहिँ न्यायाधीशहरू पनि कतिपय भ्रष्टाचारहरू मुसिरहेका छन् हैन। अब हाम्रो केसमा चाहिँ तपाईको जो पीडित भनिएकी ती चेली हुन्, उनले भनेकी छन् म उनीहरूलाई चिन्दिन पनि, उनीहरूको नाम कसले लेखायो मलाई थाहा छैन भनेर अहिले पनि मिसिल तपाईहरुले हेर्न सक्नुहुन्छ। मिसिलमा त्यसो भनिएको छ। तर सर्वोच्च अदालतबाट के भनिएको छ, पीडितलाई चाहिँ प्रलोभन देखाएर डर धम्की देखाएर यसो भन्न लागिएको हो। त्यही भएर चाहिँ सर्वोच्च अदालतले आफ्नो बुद्धिमत्तापूर्वक यो फैसला गर्छ भनेर चाहिँ त्यसरी फसाइएको छ। भनिसके पछाडि एउटा निर्दोष मान्छेलाई त्यतिखेर संकटकालको बेलामा चाहिँ लगेर मुद्दा लगाइयो अनि अहिले पनि जेल जीवन बिताउन बाध्य पारिएको छ। अनि यो एउटा परिवार हैन, अब फसाउँदा पनि तपाईको 3वटा परिवार चाहिँ दलित समुदायका छन्। अब कस्तो हुने रहेछ त भन्दा दलित समुदायको न्यायिक क्षेत्रमा पनि पहुँच हुँदैन हैन। त्यो भइसके पछाडि के हुँदो रहेछ त भन्दा कसैले सुझाव सल्लाह दिने, केही सपोर्ट गर्ने पनि अब भइदैन। सबै उस्तै 3जना परिवार चाहिँ अब बुवा आमाहरू अशिक्षित, अब दाजुभाइहरू त्यस्तै हैन, सहयोग गर्न नसक्ने त्यस्तो भयो। हामी धेरैचोटि अब म यो फैसला भएपछि धेरैचोटि सत्य निरूपण आयोगमा गइयो। हामी 3जना परिवारले पनि त्यो मुद्दा चाहिँ हामीले यस्तो यस्तो भएको भनेर सबै डकुमेन्टहरू लगेका छौं। यहाँ सुनसरीको नागरिक समाजले यहाँको 7 राजनीतिक दल, जतिखेर 7 राजनीतिक दलको नेपालमा अस्तित्व थियो त्यो बेलामा 7 राजनीतिक दलले पनि पत्र दिएको छ हामीलाई। उनीहरू चाहिँ निर्दोष हुन्, एउटा आग्रह र पूर्वाग्रह पूर्वक चाहिँ अब राज्यले फसाएको मात्रै हो भनेर चाहिँ एमाले कांग्रेस लगायतको सबै पार्टीहरूले चाहिँ त्यो दिएको पनि छ। अहिले पनि हामी चाहिँ त्यो सो गर्न पनि सक्छौं। तर त्यति हुँदा हुँदै पनि राज्यको तर्फबाट पनि कुनै चासो भएन। अनि अहिले हामीले जेलमा भेट्न जाँदाखेरि पनि अब चाहिँ जबरजस्तीकरणीको अपराधी भन्नु परेको अवस्था छ आफै। अनि हामीलाई चाहिँ यति अहिले पीडा भएको छ घर परिवारलाई हैन। एउटा निर्दोष मान्छे अब अस्ति जेनजी आन्दोलन भयो, त्यो बेलामा चाहिँ अब त्यहाँ सुरक्षाको कारणले उहाँहरूले नै आफै छोडिदिनु भयो, पछि फेरि बोलाउनु भयो। अस्ति 20 गते हाम्रो 3जना भाइहरू, एकजना चाहिँ अब मरेसाको शंकर शिव दाई, अर्जुन विश्वकर्मा भाइ, अब मेरो भाइ सुरज बराइली, 3जनालाई हामीले पुर्याइदियौं। अस्ति 20 गतेसम्मको याद थियो हैन, पुर्याइदिएका छौं। अब त्यसरी चाहिँ भनौं न एउटा कमाउने जमाउने उमेरमा उनीहरू चाहिँ जेलमा चाहिँ आज बसिरहनु परेको अवस्था छ हैन। अब सबै खर्च वर्च चाहिँ यता परिवारको तर्फबाट लानु परेको अवस्था छ। त्यो भन्दा पीडादायी अवस्था के हुन्छ र? अब उसको छोरी हेर न, अब पढाउनु पर्ने, हरेक गर्नु पर्ने हैन। अब आर्थिक अवस्था पनि नाजुक छ, एउटा घरदेखि बाहेक केही छैन, घर पनि अब बैंकमा चाहिँ निलाम हुने अवस्थामा छ। अब कमाउने मान्छे नै त्यसरी अब जेलमा बस्नु परेपछि अनि अब नानीलाई पढाउने कुरा पनि त्यस्तै समस्या छ। अब मैले राजनीतिक रूपमा धेरै कोसिस गरे। अब चाहिँ हाम्रै चाहिँ नेता अध्यक्ष कमरेड प्रचण्ड पनि प्रधानमन्त्री बन्नुभयो हैन, र विभिन्न गठबन्धनको सरकारहरू पनि भयो। अब केपी ओलीलाई पनि गर भनियो, यता प्रचण्ड कमरेडलाई पनि भनियो, शेरर देवा प्रधानमन्त्री हुँदा त्यहाँ पनि गर भनियो। तर उहाँहरूको कुरा के छ भने
अब जबरजस्तीकरणीको मुद्दा लागिसके पछाडि त्यस्तै हो। अब एनजिओ आइएनजिओ हरेकले चाहिँ दोषी नै हो भन्छन्, त्यसो गर्छन्, त्यही भएर हामीले राजनीतिक फैसला केही पनि गर्न सकिँदैन भनेर उहाँहरूले त्यसरी टार्दै पठाउनु भयो। अहिलेसम्म पनि केही पनि हुन सकेको छैन र सत्य निरूपण आयोगले चाहिँ केही छानबिन गरेर दोषीको हो निर्दोषको हो त्यो पत्ता लगाएर चाहिँ हामीलाई एउटा भनौँ न भोलिको दिनमा जेल जीवनै भोगेर पनि उसलाई चाहिँ निर्दोष मान्छे होस् है, ऊ चाहिँ निर्दोष मान्छे हो भन्ने कुरा चाहिँ प्रमाणित गर्न सक्छ कि भनेर हामीले आशा अपेक्षा गरेको। तर सत्य निरूपण आयोगले पनि होइन, अब पहिला फैसला भइसकेको सर्वोच्चबाटै फैसला भएको मुद्दालाई चाहिँ हेर्न मिल्दैन भन्ने कुरा रहेछ। म अस्ति नै भर्खर गएँ जेनजी आन्दोलनभन्दा अलिक अगाडि गएर मैले सबै डकुमेन्टहरू बुझाएको। पहिला अब शान्ति समितिहरू थियो स्थानीय, त्यसमा पनि हामीले डकुमेन्टहरू सबै बुझाएको, तर अहिलेसम्म पनि राज्यले कुनै पनि कदम चालेन। अब हामीलाई चाहिँ के लागेको त भन्दा यसरी निर्दोष मान्छेहरू फस्दाखेरि मेरो भाइ मात्रै होइन कतिजना फसेका होलान्। त्यही भएको कारणले गर्दाखेरि न्याय निरूपण गर्ने कुरामा चाहिँ अलिकति अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएर मात्रै न्याय निरूपण गर्नुपर्छ राज्यले, नत्र भने यस्ता धेरै चाहिँ निर्दोष युवाहरू चाहिँ जेलमा बस्न विवश हुने रहेछन् र उनीहरूलाई चाहिँ एउटा म यो नेपालको नागरिक हुँ भन्ने कुराको चाहिँ एउटा गर्व अनुभूति पनि नहुने रहेछ। किनभने राज्यले नै त्यो खालको चाहिँ कदम ल्याएपछि एउटा निर्दोष मान्छेलाई दोषी बनाएर जबरजस्ती रूपमा राखिसके पछाडि उनीहरूले के सोच्छन् होला, उनीहरूको परिवारले के सोच्छन् होला भनेर चाहिँ राज्यले चाहिँ अब हेर्नुपर्ने हो। अब अहिले जेनजी आन्दोलन भयो, केही परिवर्तन हुन्छ कि भन्ने आशा अपेक्षा पनि सबैले राखेका छन् होइन। र चाहिँ अब यो केसहरूलाई पनि अब जेनजी आन्दोलनकै तर्फबाट चाहिँ को निर्दोष हो को दोषी हो भन्ने कुरा चाहिँ यो अहिले पनि अध्ययन गरेर अनुसन्धान गरेर हाम्रो परिवारको सदस्यहरूलाई चाहिँ जेल जीवनबाट मुक्त गर्ने र उनीहरूलाई चाहिँ समाजमा एउटा स्थापित हुने वातावरण चाहिँ दिलाउन सक्छ कि नागरिक समाज जेनजी आन्दोलनकर्मी भनेर चाहिँ अब मलाई एउटा आशा पनि लागेको छ। त्यही भएर पनि मैले आज चाहिँ यो प्रदेश प्रोटोकल मार्फत चाहिँ यो कुराहरू राखिरहेको छु। हामीलाई चाहिँ एकदमै यो द्वन्द्वकालीन मुद्दाको घाउले चाहिँ बिजाइराखेको छ र म स्वयं माओवादी जनयुद्धमा हिँडेको थिएँ। बरु मलाई मारेको भए पनि हुन्थ्यो, म चाहिँ त्यो बेला शहीद हुन तयार थिएँ होइन। आज जिउँदै मर्नु परेको अवस्था छ। मलाई लागिरहेको छ कि मेरो कारणले गर्दा मेरो भाइले त्यस्तो शास्ति पायो। सायद म पार्टीमा नहिँडेको थियो भने मेरो एउटा निर्दोष भाइ दोषी भएर आज चाहिँ घर परिवारबाट टाढा भएर त्यो जेलको चिसो छेडीमा हरेक दुःख पीडाहरू सहेर बस्नु पर्ने थिएन होला भनेर मलाई आज पनि एकदमै नराम्रो लागिरहेको छ होइन। अब प्रेसर सुगर सबै लागेको छ भाइलाई। अब त्यो सानैमा त्यस्तो मुद्दा लाग्यो अनि तनाव लिएर पनि होला। अब जेलको अवस्था कस्तो हुन्छ सबै हामीलाई अब ज्ञान नै छ होइन। त्यहाँनिर भनेको न हाँस्न पाइन्छ न रुन पाइन्छ, कति पीडाको अवस्थामा बस्नुपर्ने हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि म सबै आम नेपाली जनसमुदायलाई अन्तर्राष्ट्रिय जगतलाई पनि आग्रह र अनुरोध गर्न चाहन्छु, मेरो भाइ निर्दोष छ, त्यो निर्दोष मान्छेहरूको लागि सबैले बोलिदिनु हुनेछ भन्ने म अनुरोध गर्न चाहन्छु। धन्यवाद। सावित्र बराइली मेरो छोरा सुराज बराइली, म सुराज बराइलीको आमा र 2061 सालमा भएको यो जुन दण्ड हो होइन। अब त्यो ठाउँ त अब थाहा छँदैछ हजुरहरूलाई, कतिसम्मको टाढा हो भन्ने कुरो पनि थाहा छ होइन। त्यतिखेर युद्धकालीनको बेलामा बिहान बेलुकै दिन रातभरि अब हिँड्न नहुने त्यतिखेरको त्यस्तो परिस्थिति थियो। यिनै 2जना मान्छे मरेका थिए। त्यतिखेर हिँड्ने हुनै थिएन, एकदम कर्फ्यू थियो। त्यस्तो बेलाको चाहिँ अब आरोपहरू हामीलाई लगाइयो होइन। त्यो एउटा एकदम झुटो आरोप हो। यहाँ सबै गाउँ घर सबै हाम्रा छरछिमेकीहरू सबैलाई थाहा छ यो झुटो आरोप भनेर, र त्यस्तो आरोपहरू पनि लगाइयो। अब त्यो आरोप लगाइएको छ, यतिकै लगाइयो हुने हो कि हामीले के न्याय पाउँछौँ कि भन्ने एउटा आशा हुँदा हुँदै पनि यहाँसम्म आइएको छ होइन। अब कतिसम्मको चाहिँ हामीले अब त्यो जेलमा बस्नु भन्ने कुरो राम्रो कुरा होइन होइन। हामी कस्तो अब एउटा राजनीतिमा हुनेकै परिवार परियो होइन। अब राजनीति कारणबाटै पनि यस्तो भयो। अब झुटो आरोपमा फस्यौँ। अब अहिले
अहिले कति भयो भने अब 61 सालदेखिको कुरा हो। अब पुनर्वेदन अदालतबाट पनि हामीले मुद्दा जितेका हौँ, सर्वोच्चबाट के अरे पुनर्वेदनबाट पनि जितेको हो। तर दुई ठाउँबाट मुद्दा जितेपछि सर्वोच्चबाट पनि मुद्दा जितिन्छ भन्ने नै हामीले लागेको थियो। अब भनिसक्यो सर्वोच्च मुद्दा जाँदैन होला, अब एउटा निर्दोष मान्छेहरू हुन् भनेको सोचेको थियौँ। तर पनि अब कहाँबाट कसरी अब त्यो केटीको परिवारले त होइन नै जस्तो लाग्छ, किनभने त्यतिखेर अदालतमा पनि केटीको राम्रै बहिनीहरू भएको हो र पनि हामीलाई अब एकदम यो अब जुन सरकार राज्यबाटै भएको घटना घटेको हुनाले गर्दाखेरि पनि निर्दोष मान्छेलाई जबरजस्तो एउटा दलितहरूलाई धेरै जबरजस्ती गरेर दलित नै फसाइएको छ होइन। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई अब कहिले हामीले न्याय पाउँछौँ होइन। यो अन्यायमा परेकाहरूलाई कसरी न्याय दिनुहुन्छ, कुन अब धेरै हामीले राजनीतिबाट चाहिँ धेरै आशा भयो, त्यहाँबाट पनि अब उहाँहरूले अब गर्न सक्नु भएन कि गर्न सक्नुहुन्थ्यो कि थाहा भएन। अब जेनजी आन्दोलन अहिले धेरै अब आशावादी भएर निस्किनु भएको छ होइन। जेनजी सरकारबाट चाहिँ हामीलाई केही राहत पाउँछौँ कि अरूभन्दा पनि छोरा निस्किने राहत एउटा निर्दोष भइसक्यो निर्दोष साबित गरेर भए पनि कसरी हुन्छ, हामीलाई त्यसरी गरिदिएदेखि चाहिँ हामी एकदम खुसी हुन्थ्यौँ। अब हाम्रो पहिले पनि मैले त्यो छोरा जेल पर्दाखेरि पहिले पनि हाम्रो छोरा लाँदाखेरि पनि म कतै रुँदै कराइदै गरेर डिएसपीहरूलाई पनि त्यो जुन डिएसपीदेखि तल बस्ने के भन्छ त्यो पुलिस प्रशासनमा म कति रुँदै कराउँदै गएँ। मेरो छोरा निर्दोष हो, यदि दोषी थियो भनेदेखि आफ्नै गाउँघरमा पनि कति अब छन् मान्छेहरू त्यहाँबाट यहाँ आएर यस्तो युद्धकालीनको बेलामा त्यस्तो हुँदै नभएको झुटो आरोप तपाईँहरूले नलाइदिनुहोस्। यदि त्यस्तो हो भने तपाईँहरूले पुलिस के अरे डक्टरी केस गर्नुहोस्, डक्टरी केस गरेर पनि तपाईँहरूले थाहा पाउनुहुन्छ यो कस्तो मान्छे हो भनेर, तपाईँहरूलाई त्यो गर्न सक्नुहुन्छ गर्नुहोस् भनेर हामीले पुलिस प्रशासनलाई पनि भनियो। उहाँहरूले हामीलाई सुन्नु भएन, जबरजस्ती नै जबरजस्ती गरेर हामीलाई गरेको हो। त्यो घटना घटाउने चाहिँ त्यो एकदम ठुलै पदपाकै मान्छेहरूले घटाएका हुन्। तर हाम्रा चाहिँ मानिसहरूलाई एउटा निर्दोष एउटा दलित एउटा गरिब भनेर पनि हामीलाई चाहिँ जबरजस्ती एउटा माओवादी भनेर चाहिँ होइन एउटा माओवादी भनेर जबरजस्ती केसहरू लगाएर चाहिँ हामीलाई फसाइएको छ। अब हामीले चाहिँ अरू के खोज्छौँ र न्याय खोज्छौँ, अन्याय परेका छौँ, न्याय हामीलाई चाहियो भन्ने चाहिँ हाम्रो त्यो छ। मानबहादुर बराइली विश्वकर्मा भन्दा नि हो बराइली लु ठ्याक्कै भन्नु त बुवा। जस्तो अब द्वन्द्वकालमा हजुरको छोरालाई चाहिँ एउटा अनावश्यक मुद्दा लाएर चाहिँ अहिले पनि जेल जीवन बिताइरहनु भएको छ, अनि अलिकति यो विषयमा दिन न। तपाईँको अब त्यही हो द्वन्द्वकालको मा अब म पनि घरमा नभएको होइन। अब पछि अब त एउटा दमाई थियो, त्यसलाई माओवादीको नाम हुन त आर्मी पुलिसलाई सबलाई थाहा थियो, मलाई चिनेकै हो यो माओवादी घर भनेर पटक पटक पक्रिन आउँथ्यो। पछि छोरोलाई त्यसरी पक्रेर लाँदाखेरि छोरोले मलाई देखो तर भनेन, यदि मलाई भनेको त मारिहाल्थे मलाई। त्यही हो अब यी पीडा अब खर्चै खर्च, अब छोरो भेट्न जानु खर्चै, त्यसलाई नि खर्चै दिनु पर्यो। यी जग्गा जीवन सब रिलले अब तान्ने बेला भइसक्यो, बस्ने बासै उठिसक्यो। एउटा मलाई सिटीथिटी गरेर खाने मान्छे हामी, कसैको लुचाइ फटाइ नगर्ने, गरेर खाँदै अब त्यस्तो अवस्था आयो अहिले। अब योले गर्छ कि त्यसले गर्छ कि भनेर सोचियो, खै कहीँबाट सहारा पाइएन। अब म पनि रोगी छु हेर्नुहोस्, धेरै बिमार छ, अब क्याम धाइरहनुपर्छ। अब छोरोको आशै भएन, अझै अब 10 वर्ष भनेपछि त तपाईँको उसको जिन्दगी, ऊ छोरी छ बुहारी छ र यो के हो कहाँबाट दशा आइलाग्यो केही पनि नसकिँदैन। भनेपछि बुढेसकालको सहारा एकमात्र छोरो हुनुहुन्थ्यो, उहाँलाई पनि एकदम फसाइने काम भयो। फसाइदियो, उसलाई सुगर प्रेसर छ। त्यतिखेर कति 16.5 वर्ष लागिरहेको थियो होला, लागिरहेछ।
जस्तो बुवा अहिले हजुरको अब माग चाहिँ के छ जस्तो अब धेरैसँग कुरा गरियो बुझ्दाखेरि पनि त्यो द्वन्द्वकालीन अवस्थामा राज्य पक्षबाट घटना गराइयो र हजुरको छोरा लगायत अरू 2जना गरेर जम्मा 3जनालाई फसाउने काम भयो होइन। अनि अघि उमिताजीसँग कुरा गर्दाखेरि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा त्यसपछि देउबा हुँदा ओली हुँदा पनि पटक पटक कुरा राखिएको रहेछ अनि सत्य निरूपण आयोग राखेको रहेछ होइन। अहिले चाहिँ ठ्याक्कै हजुरको बुवा भएको नाताले तपाईँको माग चाहिँ के छ भनाइ? मेरो माग चाहिँ के छ भने अब छोरो अब तपाईँको रिया होस् होइन, कुनै मुद्दा मामलो नलागो, स्पष्ट ढङ्गले घरमा बस्न पाओस् होइन। र राज्यले क्षतिपूर्ति पनि दिन मिल्छ भने क्षतिपूर्ति पनि दिलाइदिनु पर्यो यो बालबच्चाको भविष्य। र त्यस कारणले कुनै मुद्दा मामलो नभइकन एकदम निष्पक्षले उसले पनि अब भोलिको दिनमा 2 अक्षर पढिरहेछ, कतै पिउन सिउन कुनै सङ्घ संस्थामा काम गर्न पाओस्, मेरो भनाइ त्यही हो। अब सक्दो छिटै रिया अब यसो आशा मलाई के छ भने अब जेनजी समूहले पनि केही गर्छन् कि अहिले मुद्दा मामलो हेर्दैछन् होइन। अब यी भ्रष्टाचारीहरूको मुद्दा हाम्रो पनि कतै पर्छ कि पर्दैन कि, अलिकति हाम्रो पहुँचै नपुगेर हो कि आवाजै नपुगेर हो कि, अब कस्ता कस्ता गुन्डागिरीहरू चाहिँ निस्किन्छन्। हामी एउटा निर्दोष अब यहाँ बसेको यहाँ सुतेको मुन्सिनमा धान गरेको मान्छे तपाईँको त कहिले यिनीहरू बोला भन्ने नदेखेको ठाउँ त्यस्तो मुद्दा लगाइदियो र चुर्लोमै डुब्यो नि। अब यस्तो मुद्दा लागेपछि अब के लाग्यो र, कसैको केही लागेन। गाउँ समाजले पनि कोसिस त गरे, एमाले काङ्ग्रेस राप्रपा सबैले तपाईँको गर भने यो केटा निर्दोष हो, हामी मजाले मिलाबो, विकास निर्माण पनि गर्ने, पुल यसो बाटोघाटो पुल बनायो, त्यस्तो गर्ने मान्छेलाई फेरि तपाईँको 19 वर्षसम्म कतै केही थिएन। आर्मी पुलिसहरू आउँथे घुम्थे अनि तिनीहरूले विपक्षीहरूले भन्छ यसको नाम छ कि छैन, यसको नामै छैन। अहिले कहाँबाट नाम पारो, कसरी पारो, नाम पार्दा पनि मिल्दो रहेछ। र त्यस कारणले हाम्रो केटो त्यही हो, छोरो घरमा आओस्, भोलिको दिनमा बालबच्चा पालोस्। अब उनी अब के गर्छ र, बनी दुःख गर्दै खाँदै बस्छन्। एउटा छोराछोरीलाई पालेर बसोस्, बिना शर्त कुनै मुद्दा मामला नलगाइकन छोरो निस्कियोस्। जस्तै राज्यले कतैबाट अलिकति सहयोग क्षतिपूर्ति दिन्छन् भने त्यो पनि ओके छु म। यही हो अब।